अनि तल तल गर्नु तल डाउन 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 बस बस इन्फर्मेसन दिने अगाडि चाहिँ स्वागत गर्ने चाहिँ अरू कसैले गर्दा हुन्छ किन ढिला गरेको अरू तपाईँहरू हैन कार्यक्रम वाले सञ्चालन सबैले गाली गर्नुहुन्छ भने मलाई अघि हुने भयो भने ए कुटो हैन के छौछौमा भिडियो सबै ल्याउनु के भयो केटा भने सुरु भयो साथीहरु ताली बजाऊ ताली बजाऊ कुचो भाइ ल्याएर पानी त्यसलाई यो गोलपाले भात त्यसलाई हिँडेर पानी के भन्ने के सुनारा निस्किन्छ सुनारा यसरी पोटपाल्नु पाइँदैन वातावरण हाम्रो हो सफा राम्रो हो सफा सहर हाम्रो रहर सफा सहर हाम्रो रहर फोहोर पानी फोहोर पानी रोक्को खानी फोहोर पानी वातावरण हाम्रो हो सफा राम्रो हो वातावरण हाम्रो हो सफा राम्रो हो हाम्रो रहर वातावरण हाम्रो हो गौतम सरसफाई एन्ड ए टु जेड होम सर्भिस प्रणालीका सञ्चालक श्री दिनेश चौधरीलाई सभापतिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद सभापतिज्यूलाई।
फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक डाक्टर सुमित्रा आमातेज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख श्री शान्ताराम पोखरेलज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। उहाँ आउनु भएको छैन, आइसकेपछि म आसन ग्रहणको क्रमलाई जारी राख्ने नै छु। नेपाली काङ्ग्रेसका क्षेत्र नम्बर 1 का सभापति श्री हिरालाल तन्डुकारज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद अतिथिज्यूलाई। वातावरण संरक्षण गैर सरकारी संस्था महासङ्घ नेपाल एनजिओ फेक नेपालका अध्यक्ष श्री टिकाराम दाहालज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। फोहोर मैला व्यवस्थापन सङ्घ नेपाल स्वामा नेपालका कार्यवाहक अध्यक्ष श्री देवी प्रसाद आचार्यज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। स्वामा नेपाल र एनजिओ फेक नेपालले विभिन्न चरणमा वातावरण दिवस 2012लाई मनाउने क्रममा एउटा समिति खडा गरिएको थियो र त्यो समितिका कार्यक्रम संयोजक श्री राजन बस्नेतज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्रिपुरेश्वर अर्थात् स्थानीय बुद्धिजीवी श्री कुबेर रावज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। उहाँ आउनु भएको छैन, आइसकेपछि म अतिथिको आसन ग्रहणको क्रमलाई जारी राख्ने नै छु। बोइज युनिट क्लबका अध्यक्ष श्री अरुण वैद्यज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। उहाँ पनि आउनु भएको छैन, आइसकेपछि म अतिथिको आसन ग्रहणको क्रमलाई जारी राख्ने नै छु। त्रिपुरेश्वर टोल सुधार समितिका अध्यक्ष वा प्रतिनिधि कोही हुनुहुन्छ भने अतिथिको आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। उहाँ पनि आउनु भएको छैन। वडा नम्बर 11 का प्रतिनिधि श्री लोकेन्द्र गौतमज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद अतिथिज्यूलाई। गुह्यश्वरी बाल शिक्षा माविका प्राध्यापक श्री ज्ञानहरि पौडेलज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। कृपया अतिथिज्यूलाई यहाँ अगाडि आएर आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। ट्राफिक प्रहरी थपथलीका इन्चार्ज श्री इन्दिरा बस्नेतज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। उहाँ पनि आउनु भएको छैन, आइसकेपछि आसन ग्रहणको क्रमलाई जारी राख्ने नै छु। होटल व्यवसायी सङ्घ सुन्दाराका प्रतिनिधि कोही हुनुहुन्छ भने अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। आमा समूह सुन्दाराका प्रतिनिधि कोही हुनुहुन्छ भने अतिथिको लागि म हार्दिक अनुरोध गर्दछु। पोखरा लाइन टोल सुधार समितिका प्रतिनिधि कोही हुनुहुन्छ भने पनि अतिथिको लागि म हार्दिक अनुरोध गर्दछु। नागस्थान टोल सुधार समितिका प्रतिनिधि कोही हुनुहुन्छ भने पनि अतिथिको लागि म हार्दिक अनुरोध गर्दछु। त्रिपुरेश्वर टोल सुधार समितिका अध्यक्ष वा प्रतिनिधि कोही हुनुहुन्छ भने पनि म अतिथिको लागि हार्दिक अनुरोध गर्दछु। अतिथिको आगमनसँगै आसन ग्रहणको क्रमलाई म जारी राख्ने नै छु। हाम्रा अतिथिहरू विभिन्न कारणले गर्दा विभिन्न कार्यव्यस्तताका कारणले गर्दाखेरि आउँदै हुनुहुन्छ होला, आइसकेपछि आसन ग्रहणको क्रमलाई म जारी राख्ने नै छु। अब यस कार्यक्रमलाई खादार्पणको लागि म ड्यासमा उपस्थित सम्पूर्ण अतिथिगणलाई खादार्पणको लागि श्री पुष्पा गौतम र सविता नेउपानेज्यूलाई खादार्पण गरी अतिथिहरूलाई स्वागतको लागि म हार्दिक अनुरोध गर्दछु। आदरणीय साथीहरूलाई पनि खादाको व्यवस्थाको लागि पनि म स्वयंसेवक साथीहरूलाई
खादाको व्यवस्थाको लागि म हार्दिक अनुरोध गर्दछु। पुष्पा गौतम र सविता नेउपानेज्यूलाई खादारोपणको लागि म हार्दिक अनुरोध गर्दछु। वातावरणको यो बाटोमा अहिले हामी सबै विभिन्न सङ्घ संस्थाहरू क्रियाशील भइरहेका छौँ र त्यसमा पनि फोहोर मैला जुन हेपिएको र साँच्चै नै अर्कै दृष्टिले हेर्ने जुन एउटा क्षेत्र छ त्यो क्षेत्रमा हामी क्रियाशील भइरहेका छौँ र यो सम्पूर्ण विश्वले र सम्पूर्ण मानव जातिले नै यो अत्यन्तै विचार गर्नुपर्ने कुरा भइसकेको छ, किनकि फोहोर मैला र वातावरणले विभिन्न संरक्षण गर्न नसकेर विभिन्न समस्याहरूबाट हामी जुझिरहेका छौँ। फोहोर मैला व्यवस्थापन प्रायोगिक स्रोत केन्द्र काठमाडौँ महानगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर नगरपालिका, कीर्तिपुर नगरपालिका, एनजिओपेड नेपाल, स्वामा नेपाल र विभिन्न सङ्घ संस्थाहरूको आयोजनामा यो विश्व वातावरण दिवस 2012 मनाउँदै आइरहेको छौँ केही दिनदेखि र यसको नारा छ हरित अर्थव्यवस्था सिधो विकासको मूल मन्त्र। अब हामीले साँच्चै नै यो स्लोगनलाई आत्मसात गर्नुपर्छ र यही अनुरूप हाम्रा गतिविधिहरू क्रियाशील बनाउनुपर्छ। धन्यवाद श्री पुष्पा गौतम र सविता नेउपानेज्यूलाई। अब म स्वागत मन्तव्यको लागि श्री राजन शाहज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। हरित अर्थतन्त्र दिगो विकासको मूल मन्त्र विश्व वातावरण दिवस 2012 को अवसरमा हुन गइरहेको यस कार्यक्रमका म यहाँ एकै प्रकारको स्वागत मन्तव्य भन्न जानेछु, किनभने केही काम राम्रो गरे बापत गरिने स्वागत मन्तव्य भन्न गइरहेको छु। म विशेष गरी यहाँ छोटो मन्तव्य दिनेछु। म के भन्न गइरहेको छु भने विशेष गरी विद्यार्थी भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने तपाईहरूको घरमा गएर तपाईको चाहिँ बर्थडे हुन्छ होला, बर्थडेमा चाहिँ केक काटिन्छ होला। अब हामीले यो वातावरण शुद्धिकरण गर्नका लागि केक काटेर हुनेवाला छैन। त्यसका लागि तपाईहरूले के गर्न जरुरत छ भने तपाईहरूले आफ्नो बर्थडेको दिन एउटा बिरुवा आफू नै सम्झेर रोप्दा उपयुक्त होला भन्ने मलाई लाग्दछ। त्यसले गर्दा सम्पूर्ण वातावरणमा चाहिँ एउटा शुद्धिकरण हुने खालको देखिन्छ र अन्य विभिन्न सङ्घ संस्थाका कर्मचारीहरूलाई पनि म के भन्न चाहन्छु भने हामीले जति पनि कार्यक्रमको आयोजना गरेका छौँ त्यहाँ विभिन्न किसिमले हामीले दोसल्ला उडाएर स्वागत गर्ने गरेका छौँ, जसको उपलक्ष्यमा हामी के गर्न सक्छौँ भने कुनै हरियो खालको एउटा बिरुवाद्वारा चाहिँ हामी स्वागत गर्न सक्छौँ, जसले गर्दा एउटा वातावरणमा राम्रो प्रभाव पर्ने सङ्केत देखिन्छ। र विशेष गरी आज वातावरण दिवस 2012 का कार्यक्रम संयोजक राजन बस्नेतजीलाई म के भन्न आग्रह गर्छु भने तपाईले विभिन्न सङ्घ संस्थाको लिडिङ गर्दै कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ। उहाँलाई विशेष गरी म अबको भावी दिनहरूमा तपाईहरू विभिन्न किसिमका रुख बोट बिरुवाहरू रोपेर चाहिँ वातावरण दिवस मनाउनु होला भन्ने आग्रहका साथ
सम्पूर्ण यहाँ उपस्थित महानुभावहरूलाई आफ्नो स्वागत मन्तव्य घोषणा गर्दै माइक्रोफोन उद्घोषक मित्रलाई हस्तान्तरण गर्दै धन्यवाद। स्वागत मन्तव्यको लागि राजन शाहज्यूलाई। अतिथिको आसन गाउँको क्रमलाई म जोड्न चाहन्छु। भेन्यू पार्टी प्यालेसका सञ्चालक श्री शङ्कर श्रेष्ठज्यूलाई, भेन्यू पार्टी प्यालेसका सञ्चालक श्री शङ्कर श्रेष्ठज्यूलाई अतिथिको आसन गाउनको लागि म हार्दिक अनुरोध गर्दछु। कृपया यहाँ उहाँ हुनुहुन्छ भने अगाडि आएर आसन गाउनको लागि म हार्दिक अनुरोध गर्दछु। अब म मन्तव्यकै क्रममा अगाडि बढ्न गइरहेको छु र वडा नम्बर 11 का प्रतिनिधि श्री लोकेन्द्र गौतमज्यूलाई आफ्नो मन्तव्य राखिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रमका प्रमुख अतिथिज्यूहरू र लाग्छ र काठमाडौँ महानगरपालिकासँग पनि केही कोर्डिनेट गरेर काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूसँग मिलेर यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ जस्तो मलाई लाग्छ। जुन अहिले चाहिँ गौतम सरसफाइ प्रणालीले कार्यक्रम गरिराखेको छ, यो कार्यक्रमलाई चाहिँ अब अहिले हामीले काठमाडौँ महानगरपालिका 11 नम्बर वडाको तर्फबाट हेर्नु पर्दाखेरि राम्रो कार्यक्रम गरे जस्तो लाग्छ। जो कि हामी काठमाडौँ महानगरपालिकाका 2600 कर्मचारीले पनि जुन कार्यक्रम गर्न असफल भएका थियौँ, यो कार्यक्रम चाहिँ गौतम सरसफाइ प्रणालीले गरिराखेको जस्तो मलाई लाग्छ। र यसै गरिकन प्राइभेट सेक्टरले अन्य प्राइभेट सेक्टरहरूले पनि यस्तो कार्यक्रम चाहिँ सञ्चालन गरिराख्नुपर्छ। टाइममा जुन स्कुलका विद्यार्थी भाइ बहिनीहरूसँग मिलेर चाहिँ यो कार्यक्रम सञ्चालन गर्यो भने धेरै राम्रो हुन्छ जस्तो मलाई लाग्छ। र यसै गरिकन काठमाडौँ महानगरपालिका 11 नम्बर वडाको तर्फबाट गौतम सरसफाइ प्रणालीलाई धन्यवाद दिँदै मेरो 2 शब्द यही टुङ्ग्याउँछु। हवस्, जसले धन्यवाद अतिथिज्यूलाई। म आदरणीय भाइ बहिनीहरूलाई अनुरोध गर्न चाहन्छु, कृपया एकछिन हल्ला नगरिकन अत्यन्तै शान्त भएर यो कार्यक्रम सफल रूपमा सम्पन्न गर्नको लागि पनि म यहाँलाई हार्दिक अनुरोध गर्दछु। कृपया हामी एउटा सानैदेखि सिक्नुपर्छ, हामी एउटा अनुशासित हुनुपर्छ र अनुशासनको भित्र बसेर हामीले क्रियाकलाप गरेको भए पनि आज यो वातावरणसँग सम्बन्धित विभिन्न प्रदूषण र वातावरण बिग्रिँदै अहिले जान्थेन होला। त्यस कारणले गर्दाखेरि सानो सानो कुराबाट धेरै कुराहरू सिक्न सकिन्छ। त्यस कारणले अहिले हल्ला नगरिकन शान्तपूर्वक अत्यन्तै ध्यानपूर्वक यो कार्यक्रम सम्पन्न र सफल रूपले सम्पन्न गर्नको लागि पनि म यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। कृपया हल्ला नगरिदिनु होला आदरणीय भाइ बहिनीहरू। र म यो कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। अब कार्यक्रम अगाडि बढाउने क्रममा मन्तव्यमै छौँ हामी। गुह्यश्वरी बाल शिक्षा माविका प्राध्यापक श्री ज्ञानहरि पौडेलज्यूलाई मन्तव्यको लागि म हार्दिक अनुरोध गर्दछु। यस विश्व वातावरण दिवसको मूल मन्त्रका कार्यक्रमका अध्यक्षज्यू, विभिन्न सङ्घ संस्थाबाट वातावरणको अवसरमा हामीलाई गुह्यश्वरी बाल शिक्षा माध्यमिक विद्यालयलाई गौतम सहभागी हुँदाखेरि 2-4 शब्द यहाँ बोल्नु समय सान्दर्भिक हुन्छ भन्ने ठानेर मैले 2-4 शब्द चाहिँ यहाँ बोल्ने दृष्टता गरेको छु। जनचेतना मूल मन्त्र अथवा चक्लेट खाने बित्तिकै त्यो कागज कहाँ फाल्ने भन्ने कुरो हाम्रो दिलमा आउनु पर्यो। यो हाम्रो आँखाले देख्दैन, दिलको आँखाले देख्छ। त्यो चर्मचक्षुले नदेखेको कुरा त्यो दिलको आँखाले देख्छ। नम्बर 1, विद्यार्थीले कहाँ फाल्ने भन्ने कुरो पहिला सोच्नु पर्यो। दोस्रो, नगरपालिका र यस्ता सङ्घ संस्थाहरूले त्यस्ता भाँडाहरू राखिदिनु पर्यो जुन भाँडामा चाहिँ उसले राख्न पाओस्। उसको खोल्ती पनि भरिसक्यो भने उसले कहाँ फाल्ने विवश र बाध्य भएर बाहिर फाल्नुपर्ने अवस्था हुन्छ। त्यसै कारणले जनचेतना जगाउने एउटा कुरो, जस्तो गुह्यश्वरी बाल शिक्षामा भन्यो भने हामीलाई नगरपालिकाले उपलब्ध गराएको छैन डस्टबिन, हामी आफैले उपलब्ध गराएको छ। तर सानो सानो डस्टबिन छ, हामीलाई पनि ठुलो ठुलो डस्टबिन उपलब्ध गराइदिएको भए हामी त्यो 3 खाले फोहोरै उपलब्ध गराउन सक्छौँ। नम्बर 1। नम्बर 2, जनचेतना भनेको मुखले भनेर र्यालीमा हिँडेर यहाँ गफ गरेर जनचेतना आउँदैन, दिलबाटै आउनु पर्यो। हामीले सम्झाउन सक्नु पर्यो। हाम्रो बाआमालाई सम्झाउने हो कि बाटा हिँड्ने बटुवालाई सम्झाउने हो कि हामी आफै सम्झिने हो कि
म सुध्रिएँ भने बल्ल समाज सुध्रिन्छ। म नै हो यसको सबै बदमास गर्ने मान्छे। मान्छेले चक्लेट खान्छ, फोता फालिदिन्छ। न्युजिल्यान्डको एउटा मान्छे म कहाँ बस्थ्यो, अनि त्योसित हामी पशुपति गयौँ। पशुपतिमा गइसकेपछि त्यो न्युजिल्यान्डको मान्छेले आमा छोरा सँगै गएको थिए, फ्रुटी खायो, फात्ता फालिदियो। आमाले एउटा कुरो पनि भनिन त्यो छोरालाई। हाम्रो देश न्युजिल्यान्डमा त त्यो कपाला समातेर मलाई उठाउँथ्यो, हजुर यदि यस्तै गरेको भए। यहाँ आमाले कहिले पनि यस्तो गर भनेर भन्दिनँ। त्यसै कारणले गर्दाखेरिमा नेपाल फोहोर छ भन्छ। किन नेपाल फोहोर छ भन्दाखेरिमा उसको आमाले उसको बाउले यो ठाउँमा फोहोर फाल्ने भनेर भन्दैन, त्यसै कारणले फोहोर छ। जस्तो अहिले यहाँ बिरुवा रोपौँ भन्ने कुरो गर्नुभयो। मैले दिल्ली घुमेँ, टोटल्ली दिल्ली घुम्दाखेरि त्यहाँ फुटपाथमा हरिया रुखहरू छन्, ठुला रुख छैनन्। अब टेम्परेचर हरेक वर्ष 1 point something अब बढ्दै जान्छ। अहिले काठमाडौँमा 36 छ भने आगो 37, परागुमा 38। एवं रीते पृथ्वीको तापक्रम जुन इको सिस्टममा नमिलेको कारणले यो वृद्धि भइराखेको छ। यसका लागि हामीले कसरी कन्ट्रोल गर्ने त भन्दा बिरुवा जहाँ पनि रोप्ने होइन, त्यसको पनि सिस्टम छ। त्यस कारणले फुटपाथमा साना साना बिरुवा, झपक्काउने कालो खालको बिरुवाहरू पुरै दिल्लीमा टन्नै लगाएको छ। त्यस कारणले हामीले त्यो एउटा कुरा के विचार गर्नु पर्यो भने हिँड्दाखेरि त्यसले शीतलता पनि दिने, अर्को त्यसले हामीलाई अक्सिजन पनि उपलब्ध गराउने, कार्बन डाइअक्साइड पनि त्यसले खाने। यो जुन मोटरले फालेको धुवा धुलो त त्यसले खान्छ, त्यसको आहारा भयो। अनि त्यसले गर्दा पृथ्वीमा राम्रो हुन्छ। म अमेरिका घुम्दाखेरि मैले अमेरिकाको 12वटा स्टेट घुमेँ। त्यो 12वटा स्टेटमा भन्छौ भनेदेखि कहीँ एउटा फोहोर छुँदै हुँदैन। त्यहाँ एउटै कुरोको जनचेतना छ, आफूले फोहोर फाल्न हुँदैन भन्ने मात्रै जनचेतना छ। टक्क चक्लेट खान्छ, केही खान्छ, हालिहाल्छ। अहिले हामीले यहाँ केही खान दियो भने त्यो विद्यार्थी भाइ बहिनीले मैले नै पनि यहाँ केरा खान्छु यता फालिदिन्छु, अनि त्यो कोकाकोलाहरू खान्दियो उता फालिदिन्छु। अनि त्यो त गइसकेपछि त मलाई चाहिँदैन नि यो ठाउँ त, जसलाई चाहिन्छ उसले सफा गर्छ, हो कि होइन? त्यसै कारणले पहिला त्यो फोहोर कहाँ फाल्ने भन्ने कुरो मनमा बनाउनु पर्यो। म कक्षामा सिक्ने बित्तिकै के भन्छु तिमीहरूलाई, त्यो भन्ने कुरै होइन, तर भन्छु मैले। मलाई लाज लागि भन्छु, लाज लागि भन्छु। तिमीहरू फोहोर फुत्त यताबाट फाल्छ, फुत्त फाल्छ, यता फाल्छ, उता फाल्छ, कलम फाल्छ, यता फाल्छ, उता फाल्छ। त्यो फाल्ने कुरो होइन। त्यसलाई सम्बन्धित ठाउँ डस्टबिन छैन तिमीहरूको कक्षामा? हो, डस्टबिनमा त हाल्नु पऱ्यो नि त्यो फोहोर। त्यस्तै हाम्रो कक्षा, हाम्रो घर, हाम्रो समाज, हाम्रो देश एउटै हो त। हामीले धेरै कुरा हेर्नु पऱ्यो नि। हाम्रो कक्षा मात्रै सफा गर्न जान्यौँ भने हामीहरू सबै नेपाल सफा हुन्छ। त्यो हिसाबले हामीले विचार गर्नु पर्यो। अब टेम्परेचरमा परिवर्तन आइरहेछ र तिमीलाई सानो एउटा कथा भन्छु अनि म बिदा हुन्छु। एउटा कथा सुन। हामीमा कस्तो प्रवृत्ति छ भने फेरि अमेरिकामा भ्यागुताको प्रोग्राम गर्न लागेछन्। भ्यागुता जम्मा गर्ने, यो संसारभरिका भ्यागुता लिएर आऊ, जुन देश चाहिँ फर्स्ट हुन्छ त्यसैलाई पुरस्कार दिने भनेछ है। संसारभरिका मान्छेहरूले भ्यागुता ल्याएछन्, टोकरीमा क्या भ्यागुता लिएर आछन्। अब कम्पिटिसन आज त यसरी नै प्रदर्शन गर्ने भनेर लिएर गएको त त्यो त नेपालको भ्यागुता 15वटा लगेको 15वटै रहेछ, अरूको त एउटा पनि रहेछ। अनि के भएको, नेपालले त फर्स्ट गरेछ भन्दाखेरिमा हाम्रो चाहिँ खुट्टा तान्ने प्रवृत्ति छ हजुर। भ्यागुता त उफ्रिएर भागिहाल्छ, हाम्रो त माथि जान्ला पनि खुट्टा सुहार तानिदिन्छन्। 15वटाको 15वटै छ, अरू देशका त भागेर कहाँ गए भन्छ है त। हस्, धन्यवाद। धन्यवाद आदरणीय अतिथिज्यूलाई, उहाँको मन्तव्यको लागि धेरै धेरै धन्यवाद। उहाँले विभिन्न प्रसङ्गहरू पनि जोड्नु भएको छ। साँच्चै कुनै पनि देश आफै बन्दैन, अमेरिका आफै बनेको होइन, जापान आफै बनेको होइन।
त्यस कारणले बनाउनु पर्छ। त्यहाँ व्यक्तिहरू लाग्नु भएको थियो, प्रत्येक व्यक्तिहरू जागरुक भन्नुभएको थियो। त्यस कारणले अरू जागे नजागे आफै स्वयं जाग्नुपर्छ। त्यस कारणले गर्दाखेरि आफैबाट सुरु गरौँ त्यो भन्दै हुनुहुन्थ्यो। र अब विभिन्न सार्वजनिक स्थलमा उपयुक्त स्थानमा विभिन्न वृक्षहरू पनि रोपौँ, जसले गर्दाखेरि हरियाली कायम गर्छौँ भन्दै विभिन्न यस्ता मन्तव्यहरू लिएर गइसक्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। अब फेरि म मन्तव्यकै क्रममा छु। नेपाली काङ्ग्रेस क्षेत्र नम्बर 1 का सभापति श्री हिरालाल दण्डुकारज्यूलाई मन्तव्यको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यहाँलाई थाहा छ गुहेश्वरी माध्यमिक स्कुल 50 वर्ष अगाडि म त्यही स्कुलमा पढेको थिएँ, 1 कक्षादेखि 7 कक्षासम्म। आज कति वर्ष भयो होला। यी साथीहरूलाई, यी भाइ बहिनीलाई देख्दाखेरि आज मलाई रमाइलो लाग्यो। र पत्रकार साथीहरू, यहाँ उपस्थित महानुभावहरू, म आज थोरै कुरा गर्न गइरहेको छु। धेरै कुरा गर्न त थियो, तर यस्तै कार्यक्रम अर्को ठाउँमा पनि राखेको भएर म थोरै कार्यक्रम मात्र, यो कार्यक्रमको बारेमा मात्र यहाँले गरेको प्रोत्साहन गर्नको लागि मात्र आएको हुँ। यो कार्यक्रम कस्तो हुनुपर्छ र कसरी हुनुपर्छ भन्ने कुरो चाहिँ हाम्रो चाहिँ नि सरले जति पनि कुरा गर्नुभयो नि, यो मानिने कुरा हो क्या। यो मैलेदेखि लिएर यहाँ हामी सबै उपस्थित साथीहरूले मनन गर्नुपर्ने कुराहरू। यसको लागि हाम्रो सरलाई धन्यवाद। र मैले पनि के भन्छु भनेदेखि नि, यो फोहोर मैला सफा गर्नु भन्दाखेरि हाम्रो मन सफा हुनु पर्यो, हाम्रो चेतना सफा हुनु पर्यो, हाम्रो नीति सफा हुनु पर्यो, हाम्रो नियतमा सफा हुनु पर्यो। त्यसपछि हामी सफा हुन्छ। र सफा हुँदाखेरि मैले घरमा राखेका मेरो घरहरू मैले कसरी सफा राखेको छ भने बुझ्नु पर्यो। र यदि मैले घरमा काम गर्न राखेँ मान्छेले मेरो घरमा कसरी सफा गरिरहेको छ, मैले पैसा दिएको छु नि सफा गर्ने भनेर, त्यो राखेको मान्छेले कतिको सफा गरेको छ हेर्न सक्नु पर्यो। र त्यस्तै गरिकन नगरपालिकामा गाविसमा जहाँसुकै हो कुनै पनि कार्यक्रम, कुनै पनि कार्य गर्दाखेरि हामीले त्यसमा चाहिँ यो काम गर्ने भनेर कुनै मान्छेले हामीले चाहिँ नियुक्ति गरेका हुन्छन्। त्यो नियुक्ति गर्ने भने मेरो काम यो हो, मेरो कर्तव्य यो हो भन्ने बुझेर जसले पनि आफ्नो कर्तव्यलाई चाहिँ पालना मात्र गर्दै पनि हुन्छ भने, र त्यो पालना गराउने जुन चाहिँ प्रतिनिधि हुन्छ, जो नेतृत्व गर्नु भन्छन्, हामी हाकिम साहब पनि भन्छौँ त्यसलाई, त्यो हाकिम साहबको नियत सभा हुनु पर्यो। त्यो नियत सभा भइसकेपछि उसकै माथमा काम गर्ने साथीहरूले पनि हाम्रो हाकिम साहबले चाहिँ मलाई चाहिँ यो काम गर्नको लागि मलाई चाहिँ यसरी चाहिँ मैले पारिश्रमिक दिएको छ भन्ने कुरा बुझ्नुपर्छ भन्ने मलाई लाग्छ। र आजको कार्यक्रम जे गर्यो नि त्यो छोटकरी भएपछि जुन चेतना जगाउने कार्यक्रम गर्यो, आजभन्दा 3 दिन अगाडि पनि यस्तै कार्यक्रम एउटा साथीहरूले पनि गरेका थिए, तर दुर्भाग्यवश त्यो कार्यक्रममा जान पाइनँ। र यस्तै कार्यक्रमहरू गर्दाखेरि हामीले चाहिँ नि खालि विद्यार्थीहरूलाई मात्रै दुःख दिने, कलेजका साथीहरूलाई मात्रै दुःख दिने गरेर मैले पनि गर्छु, यो हामीले पनि गर्छौँ। हामी पार्टीमा जङ्गलमा देखेका कार्यकर्ताहरू पनि के गर्छौँ भने कार्यकर्ता नभएपछि विद्यार्थीहरूले ल्याइहाल्यो। त्यही कारणले गर्दाखेरि अबदेखि हामीले कार्यक्रम सकेसम्म टोलवासीलाई जो उपभोक्ता हुन्छ नि उनीहरूले नै सहभागी गरौँ, उनीहरूले सहभागी गर्न सक्नुपर्छ। र फोहोर मैलामा काम गर्ने पनि सजिलो छैन। आजभन्दा 43 सालमा हो क्या, 43 सालमा हामी यहाँ भर्खर 42 सालको आन्दोलन सुरु सिद्धिएको। यति फोहोर भयो कि यति फोहोर भयो काठमाडौँ। मैले त्यो फोहोर मैला व्यवस्था भन्ने थियो, त्यो बेला हाम्रो चाहिँ शशिबहादुर थापा भन्ने हाकिम साहब हुनुहुन्थ्यो। उहाँ गएर मैले भने यदि तपाईँले आजको 3 दिनभित्रमा काठमाडौँ सफा गरेन भनेदेखि म कुरे गाउँमा आगो लगाइसकेपछि तपाईँ काठमाडौँ बालिदिन्छु भनेको। कारण के भनेदेखि त्यो बेला 45 दिनसम्म सफा भएन। हुँदाखेरि त्यो बाटोको किनारमा यति फोहोर थियो, यति कागजका पत्रहरू थिए कि हामीले एक ठाउँमा आगो लगायो भने त्यो चोर जङ्गलमा आगो लगाए जस्तै लगाइन्थ्यो। त्यसले कारणले उहाँले चाहिँ 2टा रिक्सा 3जना मान्छे दिएर हामी टोल सफा गर्ने सुरु गऱ्यौँ। त्यसै गरिकन हामीले चाहिँ 20 रुपियाँ घरमा लिएर एउटा कुचिका नगरपालिकाकै कुचिका राखेर हामीले चाहिँ नि घरको 20 रुपियाँ हाम्रो त्यो बेला 43 साल 44 सालमा हाम्रो टोलमा जम्मा 60वटा घर, आज 500वटा घर छ। 60वटा घरमा हरेक घरमा 20 रुपियाँ लिएर हामीले फोहोर मैला सफा गर्न खोज्यौँ। त्यो कन्टेनरमा राख्ने, त्यो कन्टेनरमा राख्नलाई पनि हामीले के गर्यौँ भनेदेखि हाम्रै स्कुलको
विद्यार्थी भाइहरूलाई फर्मुला घरबाट लगेर यो कन्टेनरमा राख्यो भने एउटा कलम दिने, त्यो फर्मुला लगेर कन्टेनरमा राख्ने, त्यसलाई मयूर काव्य भन्ने हुनुहुन्थ्यो, के हुन्थ्यो त्यो मयूर काव्यबाट दिने गर्थेँ। त्यसरी गरेको। अनि जब म वडामा गइसकेपछि वडामा गर्दाखेरि पनि मैले के गरेँ भने हरेक फोहोरमा फर्मुला लिएर आएर कसैले यो के अरे सिसाका टुक्राहरू, यो फलामका टुक्राहरू, कागजका टुक्रा ल्यायो भनेदेखि जतिसुकै ल्याओस्, यति उति भन्ने छैन। त्यो पोको मेरो वडामा एउटा घर बनाएको थिएँ त्यहाँ छाप्रो, त्यो घरमा ल्याएर त्यहाँ राख्ने उसले 5 रुपियाँ दिएर पठाइहाल्ने। अनि अहिले त्यसपछि आएर चाहिँ हाम्रो केशव दाइले त्यसलाई चाहिँ फोहोरको मोहर भन्ने कुरा गरेर यही कारणले गर्दा कि हामी यसरी चेतना गर्दाखेरि पनि आज हाम्रो काठमाडौँ फोहोरै छ। यो किन भनेदेखि हाम्रो दिमाग फोहोर छ, हाम्रो सरले भने जस्तो हाम्रो चेतना फोहोर छ, हाम्रो समाज फोहोर छ, हाम्रो घरको भने सबभन्दा फोहोर त हामीलाई चाहिँ कसले गराउनुपर्छ भनेदेखि विद्वान मूर्खहरूले हामीलाई चाहिँ हाम्रो चेतना चाहिँ खराब पारिदिएको छ। यो विद्वान मूर्ख किन भन्छु भने नि नेपाल बिगारेको विद्वान मूर्खले नै हो, काठमाडौँ बिगारेको काठमाडौँमा पैसा भएको नेहारले नै हो के। कारण किन भन्ने नि जो विद्वान हुन्छ नि काठमाडौँ नेपालमा नबस्ने, यो यस्तो संस्था कामै नगर्ने, उनीहरू डाक्टर हुन्छन्, विज्ञ हुन्छन्, आफ्नै ठाउँमा जान्छन्। अनि जस्ट पास भएका हामी विद्यार्थीहरू हुन्छ नि, जस्ट पास भएका साथीहरूले के गर्छ भने के गर्ने भन्दाखेरि जागिर खाने। अनि म जस्तो चाहिँ कलेजमा गएर फेल भएका मान्छे के गर्छन्, के गर्ने त कामै छैन, अनि राजनीति गर्ने। अनि त्यो राजनीति गर्ने मान्छे को हुन्छ भने म जस्तो नेता हुन्छ। अनि नेताले चाहिँ के अर्डर दिन्छ भने जहिले पनि पासै फेलै नहुने मान्छेलाई अर्डर ए डाक्टर साहब यो गर्नु है, ओ इन्जिनियर साहब यो गर्नु है भनेर अर्डर मैले दिनुपर्ने हो। बाकाइदा त्यो विद्वानले चाहिँ मलाई अर्डर गर्नुपर्ने ठाउँमा हामी उल्टो छौँ। किनभने हाम्रो सरलाई थाहा छ, हामीलाई थाहा छ, जहिले पनि पास हुने मान्छे फर्स्ट बेन्चमा बस्छ, अनि जस्ट पास मान्छे सेकेन्ड बेन्चमा हुन्छ। कहिले पनि फेल मात्र होइन, त्यो थर्ड बेन्चमा बस्छ क्या। हामी त्यही थर्ड बेन्चका मान्छेहरूले आज नेपाल सञ्चालन गरिरहेको कारणले गर्दाखेरि हामीले आफूले सुधार्न जाने छैनौँ। आफूले सुधार्न नजान्ने मान्छेहरूले चाहिँ नि देशलाई सुधार्ने, अरूलाई सुधार्न जानेको हुँदैन। त्यही कारणले गर्दा हाम्रा विद्यार्थीहरूले आज विद्यार्थी साथीभाइहरूले चाहिँ के गर्नु पऱ्यो भने यस्तो अबदेखि हामीले देखेको यो कुकृतिहरू, कुसंस्कारहरू बिताउँदै हामी चाहिँ अबदेखि हामी राम्रो काम गर्ने भने सबै साथीहरूले सोचौँ भन्ने आशा राख्दै यहाँबाट बिदा हुन्छु। अब म नेपाली काङ्ग्रेस हो, जय नेपाल त भन्नुपर्छ मलाई, भन्यो भने भोलि रिपोर्ट जान्छ। त्यही भएर नेपाल भन्दा कि काङ्ग्रेस हो भन्ने होइन, हरेक नेपालीको हरेक नेपालमा बसोबास गर्नेको जय होस् भन्ने हो। त्यही भएर म एकदिन जय नेपाल भन्छु, यहाँ साथीहरूले सहयोग गर्ला भन्ने आशा छ। जय नेपाल, धन्यवाद। धन्यवाद अतिथिज्यूलाई। उहाँले भनिहाल्नुभयो अब भोलि भन्ने चिज कहिले पनि आउँदैन, त्यस कारणले आजै गर्नुपर्छ र आजैबाट सुरु गर्नुपर्छ। हामीमा भोलिवादको धेरै छ, त्यस कारणले गर्दाखेरि आजैबाट सुरु गरौँ। भोलिको दिन कहिले पनि आउँदैन र हामीमा एउटा आत्मज्ञानको अभाव छ। त्यस कारणले गर्दाखेरि आफ्नो काम अत्यन्तै इमान्दारीका साथ, इमानका साथ गरौँ, जसले गर्दाखेरि जुनै पनि क्षेत्रमा त्यो इमान कायम राखिरह्यो भने हामी अवश्य पनि सफल हुन्छौँ र हाम्रो देशलाई पनि एउटा साँच्चै नमुनात्मक देशमा र जुन आर्थिक छलाङ मार्न पर्छ त्यो मार्न हामी सम्भव हुन्छौँ र विभिन्न व्यक्तिहरू र सम्पूर्ण नेपालीहरू जाग्नुपर्छ, तब मात्र सम्भव छ भन्दै यस्ता मन्तव्यहरू राखेर गइसक्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिँदै म मन्तव्यकै क्रममा छु। स्वामा नेपाल र एनजिओ बेगले एउटा कार्य समिति गठन गरेको थियो र विश्व वातावरण दिवस 2012लाई मनाउने क्रममा र त्यसै कार्य समितिका कार्यक्रम संयोजक श्री राजन बस्नेतज्यूलाई मन्तव्य राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। दिवस 2012 र जेठ महिनाको 30 गते जुन यो कार्यक्रम सञ्चालन एडुकेट गौतम सरस्वती एडुकेट संस्थाले जुन कुरो गरेको छ, यसमा जुन सहभागी भएर जुन यो वातावरण दिवसको उपलक्ष्यमा विभिन्न जुन यो र्याली गरियो र भोलिका चाहिँ हामीले चाहिँ वृक्षारोपण गर्नुपर्ने जुन कुरो आएको छ, त्यो गर्नलाई जस्तो यहाँ मभन्दा अगाडिका वक्ताहरूले पनि भन्नुभयो, यहाँ हामी जुन स्कुलको आएको छौँ, हामी आएको छौँ, तर उपभोक्ता नै बढी गर्नुपर्ने कुरो चाहिँ जुन भनेर जानु उहाँले एकदम उपभोक्तालाई हामीले भनेका पनि थियौँ। तर कतिपय ठाउँमा चाहिँ यो म कार्यक्रम संयोजक पनि भएको कारणले हामीले 19 गतेबाट सुरु भएको आज 12औँ 13औँ दिनुभयो हाम्रो। यो कार्यक्रम गर्दाखेरि
बढी उपभोक्ता भन्छ हामी स्कुलकै मात्रै बढी र उपभोक्ताहरू बढी भइरहेको छैन। हुन त यहाँ नियम पनि छ, कानुन पनि बनेको छ, सब कुरो बनेको छ, हुँदै आएको छ, तर पनि मान्छेलाई के भन्छ अझ पनि चेतना नपुगे हो कि जस्तो लाग्छ मलाई। उहाँहरूलाई कतिपय ठाउँ भन्यो अब कोही आउनु पऱ्यो, कोही मन लाए आउने, मन नआउनु त्यो पनि भएको छ। हामीले कमी कमजोरी गऱ्यौँ कि जुन किसिमबाट आइदिएर सब कुरो भएर जब उपभोक्ता भनेको उहाँहरूले चाहिँ एउटा के भन्दा अब हामीले चाहिँ यहाँ यो संस्थाहरूलाई चाहिँ केही दिइहालेको छौँ, यिनीहरूले भनेका कुरो गर्नु यिनीहरूले मात्रै गर्नुपर्ने भन्ठाने गयो कि त्यो उपभोक्ताहरूलाई पनि हामीले अलिकति बढी जोड्नै पर्ने भएको छ। उहाँलाई मैले चाहिँ फेरि रिस गरेर के गरेँ होइन कि त्यो पनि अलिकति हाम्रो कमी भएको त्यसको लागि बढी गराउनुपर्छ। जसरी यहाँ म चाहिँ हाम्रो साथीहरूलाई पनि भन्छु हाम्रो यो कार्यक्रम 9 बजेसम्म छ, त्यो भएको हुनाले अझ उपभोक्तालाई बढी गरायो भने अलिकति इफेक्टिभ हुन्छ। अब जुन यो वृक्षारोपण गर्न पर्ने कुरो छ अब कहाँ गरे के गर्ने भने म त पूर्वता साथीहरूले भनिसक्नु भएको छ। यो कार्यक्रमलाई अलिकति प्रभावकारी बनाउनको लागि चाहिँ हामीले अझैबाट म चाहिँ यो कार्यक्रम संयोजक पनि भएको हुनाले र जुन हाम्रो चाहिँ यो अहिले फोहोर मैला व्यवस्थापन सहयोग केन्द्र हाम्रो काठमाडौँ महानगरपालिका र हाम्रो चाहिँ यो 5वटा नगरपालिका र हाम्रो एनजिओ सामान्यपाले गरेको जुन संयुक्त आयोजनामा यो चाहिँ अहिले करिबन यो 3 हप्तेभन्दा बढी कार्यक्रममा जुन कुरो गरिएको छ यसमा अझ हामीले केही गर्नुपर्छ। हामी अझ तम तयार पनि भएको छौँ। त्यो भएको हुनाले यो कार्यक्रमलाई अझ पनि प्रभावकारी बनाउनको लागि चाहिँ हामी अझ कहीँ कमी भएको जस्तो पनि मलाई लागिरहेको छ। त्यो संयोजक भएको कारणले मैले त्यो कुरोलाई म अगाडि बढाउन म तयार छु। र यो कार्यक्रममा चाहिँ जुन किसिमबाट अब अहिले भन्ने र गर्नेमा फरक छ, आफूबाटै सुरु गर्नुपर्छ केही कुरो गर्नको लागि, यो जुन सरसफाइ गर्नको लागि। जस्तो मैले आज मात्रै नै हाम्रो जुन छ यो नगरी मिल्दैन केही गर्दा मिल्दैन भनेर मान्छे दिउँसभरि चाहिँ फोहोर केही नफालिदिने, रातभरि फाल्दै हामी जुनसुकै ठाउँ पनि तपाईँ देखिहाल्नु अहिले भर्खर हामी पहिलो कार्यक्रममा पनि फोहोरै उठाएर आयौँ। तपाईँको राति बस्दा ड्युटी बस्दा फोहोरै उठाउनु पनि कुरो छ। अझ पनि चेतनाकै कमी भएको मैले देखिरहेको छु। र यो विश्व वातावरणको उपलक्ष्यमा सबैजना जुन यो चाहिँ यो आज गौतम सरसभा एटोजले जुन कार्यक्रम गर्दाखेरि सहभागी भइदिनु भयो, यो जुन वातावरण त्यसलाई राम्रो गराइदिनु भयो, यो लागि चाहिँ प्रभावकारी बनाउनलाई जुन कुरो गर्नुभएको छ विभिन्न सङ्घ संस्थाबाट पाल्नु हुने र विभिन्न स्कुलबाट पाल्नुलाई फेरि पनि म धन्यवाद दिँदै मेरो 2 शब्द तुल्याउँछु। धन्यवाद, नमस्कार। धन्यवाद अतिथिज्यूलाई। विद्यार्थी भाइ बहिनी भने भोलिका कर्णधारहरू हुन्। त्यस कारणले गर्दा एकछिन यताउता नगरिकन एकदमै धैर्य धारण गरेर यो कार्यक्रमभरि हल्ला नगरिकन बसिदिनको लागि म पुनः अनुरोध गर्दछु। र म फेरि मन्तव्यकै क्रममा स्थापन सङ्घ नेपाल स्वामा नेपालका कार्यवाहक अध्यक्ष श्री देवी प्रसाद आचार्यज्यूलाई मन्तव्यको लागि म हार्दिक अनुरोध गर्दछु। गर्ने भन्दा पनि फोहोरै नगर्ने हामी यो भनिरहेका छौँ। यो 23वटा कार्यक्रम 23 दिन चलाइरहँदा भ्यालीको कुनै न कुनै कुनामा हामीले कुनै न कुनै नयाँ कुरा सिकाएका छौँ र कुनै न कुनै नयाँ कुरा सिकेका छौँ पनि। हामीले यो गुजेश्वरी स्कुलबाट धेरै कुरा सिकेको अनुभव भएको छ। पौडेल सरले हामीलाई धेरै कुरा हामीलाई बताइरहनु भएको छ। मलाई त लाग्छ यो सरकारी स्कुलहरू मध्ये यो गुजेश्वरी स्कुल जस्ता स्कुलबाट हामीले वातावरण शिक्षालाई प्रवर्धन गर्ने हो भने, त्यहाँ कुनै नमुना कार्यक्रम सुरु गर्ने हो भने एटलिस्ट अरू केही नभए महिनामा 1 दिन यी विद्यार्थीहरूलाई प्रयोग गरेर अवेरनेस प्रोग्राम सञ्चालन गर्ने, स्कुल कम्पाउन्डमा एउटा कम्पोस्ट सिस्टम राखिदिने, जसले गर्दा सारा विद्यार्थीहरूले त्यो कम्पोस्ट बारेमा पढुन् बुझुन् र उनीहरूले अरू स्कुलहरूलाई पनि एक्सचेन्ज गर्न सकुन्। हामी यस्तो चाहन्छौँ र खास गरी यो कार्यक्रमलाई अलि बढी मेहनत गर्ने स्वामा एनजिओफेक र यो कार्यक्रम व्यवस्थापन समितिका साथीहरूलाई यो कार्यक्रम पछिल्लो दिनमा गएर अलि ओइलाए जस्तो, अलि निस्ताए जस्तो, कहिलेकाहीँ आयोजक समितिकै साथीहरू पनि अलिक कम उपस्थित भए जस्तो, आज यहाँ हेर्दा टोलवासीहरू उपस्थित नै नभएको, विद्यार्थी नहुने हो भने हलै सुन्ने भए जस्तो त्यस्तो चाहिँ महसुस मैले गरिराखेको छु। आउने दिनमा अझै हामीसित दर्जन कार्यक्रम बाँकी छन्। आउने दिनमा विद्यार्थीहरू पनि र उल्लेख्य रूपमा टोलवासीहरूको उपस्थिति चाहिँ राम्रोसँगले हुन सकोस् भनेर आगामी दिनमा कार्यक्रम सञ्चालन गर्ने लाइनमा रहनुभएका साथीहरूलाई पनि अनुरोध गर्दछु। र आज विशेष गरी प्रमुख अतिथिज्यूलाई आज मेरो टाइम छैन भ्याउँदिनँ भन्दा पनि आज चाहिँ यो कार्यक्रम विशेष गरी पश्चिम क्षेत्रको साथीले गर्नुभएको यो भौगोलिक समानताको हिसाबले पनि तपाईँ यतिन्जेल अरू धेरै पूर्वतिरका साथीहरूको कार्यक्रममा जानुभएको छ। त्यसैले उहाँलाई हौसला दिनुपर्ने हुन्छ। यो कार्यक्रम त दाङ हुँदै हामीले दार्चुलासम्म पुर्याउनु पर्ने हुन्छ। हामी काठमाडौँ बसेर दाङलाई मेसेज दिने कार्यक्रम हो म्याडम, यो आउनुपर्छ भनेपछि उहाँले असाध्यै व्यस्ततापूर्वक समय पनि हामीलाई उपलब्ध गराउनु भएको छ।
त्यसैले उहाँको समयलाई समेत मध्यनजर गर्दै म धेरै समय लिन चाहन्न। गौतम सरसफाइले यो कार्यक्रम गरेर सफलतापूर्वक सम्पन्न गरेकोमा र यो कार्यक्रममा मलाई पनि आफ्नो केही भनाइ राख्न समय दिएकोमा धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद अतिथिज्यूको सार गर्ने भनेको लागि। र म मन्तव्यकै क्रममा छु। वातावरण संरक्षण गैर सरकारी संस्था महासङ्घ एनजिओ नेपालका अध्यक्ष एनजिओ फेक नेपालका अध्यक्ष श्री टिकाराम दाहालज्यूलाई मन्तव्यको लागि म हार्दिक अनुरोध गर्दछु। विश्व वातावरण दिवस मनाउने क्रममा यो दिनै विषय भाषण गर्दा गर्दा अब बोल्ने कुरै छैन। किनभने हामी सामाजिक कार्यकर्ता नेता भए पनि नयाँ नयाँ कुरा आउँछ, विरोध गर्न पाइन्छ। हामीसँग त्यही धेरै कुराहरू छैनन्। खास गरी हामीले यो पल्टको विश्व वातावरण दिवस मनाउने क्रमको नारा हरित अर्थतन्त्र द्विगुण विकासको मूल मन्त्र भनेर यसका कुरा त ठुलै छन्, तर पनि यसको मूल नाराका साथ हामीसँग आबद्ध वातावरण संरक्षण गैर सरकारी महासङ्घ र फोहोर मैला व्यवस्थापन सङ्घ समूह नेपालसँग आबद्ध सङ्घ संस्था र कम्पनीहरूलाई कम्तीमा तपाईँले यो विश्व वातावरण दिवसको उपलक्ष्यमा एउटा कार्यक्रम अनिवार्य रूपमा गर्नै पर्छ भनेर निर्णय गरेर परिपत्र गरेको कारणले आज गौतम सरसफाइ एन्ड A to Z होम सर्भिस प्रणालीले पनि यो कार्यक्रम गरेको छ। सर्वप्रथम त यो प्रणालीलाई र यसका पदाधिकारीलाई, सञ्चालकलाई म हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु। र यस्ता कार्यक्रम एकपल्ट गरेर पुग्दैन। कम्तीमा तपाईँहरूले अहिले सक्नुहुन्न भने पनि महिनामा एउटा कार्यक्रम, अघि नै हाम्रो प्रवक्ता हाम्रो नेताज्यूले भनिसक्नु भएको छ, भरसक टोलका मान्छेहरूलाई समाहित गर्दै विद्यार्थीहरूलाई सहयोगको रूपमा लिएर हामीले यस्ता कार्यक्रम गऱ्यौँ भने यो हाम्रो वातावरण सफाइ गर्न, वातावरणलाई संरक्षण गर्न र फोहोर मैला सफा गर्न सजिलो पर्छ भन्ने हाम्रो पनि अवधारणा छ। हामी यसै गरी लागिरहेका छौँ। र अब सबभन्दा ठुलो कुरो त विद्यार्थीहरूको काँधमै सबभन्दा ठुलो कुरो छ। अघि नै सरले एउटा कथा भन्नुभयो, मैले पनि यो कथा सुनेको थिएँ, अर्कै तरिकाले सुनेको थिएँ। सरले अत्यन्त मजाले भनिदिनु भयो छोटो गरी रूपमा। अब त भ्यागुत्व जस्तो खुट्टा तान्ने होइन, सबै भ्यागुतालाई उफ्रिन दिनुपर्छ। नेपालका भ्यागुता पनि अब कम छैनन् भनेर देखाउनु पर्ने कुरा छ। यति भन्दै यो वातावरण संरक्षणको लागि हामी सबैले पहल गरौँ। पहल गऱ्यौँ भने यो पक्कै पनि सफा हुन्छ, सुन्दर हुन्छ, हराभरा हुन्छ। हाम्रा विष्णुमती बागमती सफा हुन्छन्, वरिपरि हामीले पनि चाहिँ हरियाली देख्न पाउँछौँ भन्दै मेरो 2 शब्द यही अन्त्य गर्छु। धन्यवाद, नमस्कार। धन्यवाद अतिथिज्यूलाई। अब हामी सबै मिलेर गुमेको त्यो जुन वातावरण फेरि कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ। आजका प्रमुख अतिथि फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक डाक्टर सुमित्रा आमात्यज्यूलाई मन्तव्यको लागि म हार्दिक अनुरोध गर्दछु। अहिलेको सभाको अध्यक्षजी, किनभने म सोचिरहेको थिएँ, म विद्यार्थी हुँदाखेरि यस्तो क्लासहरू हुँदैन थियो। वातावरण भनेको के हो भने हुँदैन थियो, यस्तो एक्स्ट्रा एक्टिभिटिज हुँदैन थियो। म सोचिरहेको छु, अहिले बस्दा बस्दै सोचिरहेको थिएँ कि यो अहिलेको भाइ बहिनीहरू यो अहिलेको भविष्यको कर्णधार भन्छन्, उहाँहरू कति भाग्य मानिरहेछ। यो फोहोर उत्पादन हुन्छ, उत्पादन भएको फोहोर कहाँ जान्छन्, कसरी म्यानेज गरेको छ त्यो तपाईँहरूले बुझ्नुपर्छ। किनभने हामी वातावरणसँग अछुट भएर बस्नै सक्दैनौँ। यो आजको नारा के हो हाम्रो? ग्रिन इकोनोमी डज इट इन्क्लुड यु? तपाईँ हरित अर्थतन्त्रमा कतिको समावेश हुन सक्नु भएको छ भन्दाखेरि मलाई एउटा एकजना भाइ बहिनीहरूले भन्नुहोस् कि तपाईँहरू घरमा फोहोर छुटेको छ कि छैन? कसको घरमा फोहोर छुट्याएर दिने गर्नु? हात उठाउनुहोस् त, म उहाँलाई टी सर्ट उपहार दिन्छु। घरमा कसैले फोहोर छुट्याउने गरेको छ कि छैन? कसको छ? हात उठाउनुहोस्, नाम भन्नुहोस्। त्यो छुट्याएर ल्याएको फोहोर कहाँ जान्छ? यो के गौतम सर सफाले लिन आउने हो कि होइन? त्यो छुट्टिएको फोहोरलाई मल कसले बनाउनु भएको छ? भर्मी कम्पोस्ट गर्नुभएको छ, गडौला कम्पोस्टिङ गर्नुभएको छ कसैले? छ। अनि करेसा बारीमा लगाउनु भएको छ। तपाईँहरूको नाम जसले यो गरेको छ इमान्दारी साथ
तपाईँहरूको नाम लिस्ट हाम्रो आजको आयोजक गौतम सर सफाईलाई दिनु होला। उहाँहरू मार्फत तपाईँहरूलाई क्याप पाउनुहुनेछ। तपाईँहरूले जसले फोहोर घरको फोहोर कुहिने फोहोरलाई घरमै म्यानेज गर्नुभएको छ उहाँहरूले टी सर्ट पाउनुहुनेछन्, जुन कि फोहोर छुट्याउँ भन्ने नारासहित लेखेको टी सर्ट पाउनुहुनेछ। उहाँले गौतम तपाईँ होइन आयोजक उहाँ मार्फत तपाईँहरूले पाउनुहुनेछ। र यस सँगसँगै यस्तो नगर्ने भाइ बहिनीहरूलाई म के अनुरोध गर्छु भने तपाईँहरूलाई हामीले यसो समावेश गर्न खोजेको मुख्य उद्देश्य के हो भन्दाखेरि तपाईँहरूलाई एउटा हामीले यसरी सिकाउँदाखेरि के हुन्छ, तपाईँले आमा बाउलाई सिकाउनुहुन्छन्। हाम्रो पास्ट टेन्स भन्छौँ नि हामी, तपाईँहरू पुर्खालाई सिकाउनुहुन्छ भने तपाईँले भोलिको कर्णधार हो। तपाईँले आफ्नो बालबच्चालाई सिकाउनुहुन्छ। अनि यो हिसाबले तपाईँहरू जस्तोलाई हामीले यस वातावरण क्षेत्रमा, किनभने वातावरण भनेको तपाईँ हामी बिना अलग हुनै सक्दैन। अघि भने जस्तै यहाँहरूले फोहोर घरबाट छुट्याउँ, त्यो छुटेको फोहोर कहाँ जान्छन्, कसरी व्यवस्थित हुन्छ त्यो पनि तपाईँहरूले जानकारी लिनुहोस्। अब लगेर तपाईँको घर कलेक्सन गरेर नदी किनारा लगेर फ्यालिएको छ त्यो पनि हामी गर्नु हुँदैन भन्ने म्यासेज सबैले लिनु पर्यो। किनभने नदी किनारा हाम्रै हो, त्यो पनि वातावरणभित्रै पर्ने हो। हामीले रुख हरियाली रोपौँ, करेसा बारी गरौँ। कौशीमा एउटा मात्रै भने गोलबेडाको गमलामा गोलबेडाको बोट रोपौँ, त्यसमा चाहिने मल घरमै कुहिने फोहोर घरमै हामीले म्यानेज गरौँ भन्ने एउटा उद्देश्य लिएर तपाईँहरू आज जानुहुनेछन्। र म यति भन्दै यसरी अथक रूपमा जुन कन्टिन्युस यो वर्षको मैले प्रोग्रेस देखिरहेको छु, नेक्स्ट इयरको प्रोग्रेसमा भाइ बहिनीहरूको स्कुल कतिको सफा छ, स्कुलमा निस्केको क्यान्टिनको खानाहरू कहाँ जान्छन्, त्यसै सरहरूलाई पनि भनिदिनु होला कुन स्कुल सबभन्दा राम्रो हो, वातावरण क्षेत्रमा राम्रो गरेको, फर्मल व्यवस्थापनमा राम्रो गरेको छ। हामी त्यो प्रतियोगिता पनि गर्दैछौँ। त्यसैले तपाईँहरूको स्कुल, हाम्रो स्कुलले यसरी हामीले वातावरण संरक्षण गर्नमा योगदान गरेको छ भने त्यो तपाईँ एउटा विद्यार्थी भएर पनि आउन सक्नुहुन्छ, तपाईँ एकजना टिचर भएर आउन सक्नुहुन्छ, तपाईँ होल स्कुल भएर आउनुहुन्छ। त्यसैले स्कुल बिचको कम्पिटिसन हुँदैछ भने तपाईँहरूले ख्याल गर्नुहोला। तपाईँहरूको स्कुलबाट निस्किने फोहोरहरू हामीले छुट्याएका छौँ, छुटेको कुहिने फुललाई हामीले आफ्नै गमलाहरूमा बारीहरूमा हामीले युज गरेको छौँ भन्ने तपाईँले प्रमाणित गरेर देखाउनु पर्नेछ हामीलाई। र तपाईँले बाहिर कसैले फ्याल्यो भने तपाईँले यसरी फ्याल्न पाउनुहुन्न। फोहोर महिना यसले यो सामाजिक यो समाजमा जुन सामाजिक एउटा गतिविधिलाई नै ह्रास आउने गरेको यो यसो गर्न पाइँदैन भने तपाईँले भन्नुहुन्छ। फोहोर जापात त्यहीँ फ्याल्न दिनलाई हामीले डिस्करेज गरौँ, उहाँलाई हतोत्साही गर्नुपर्छ विभिन्न कारण देखाएर भए पनि। त्यसैले म भाइ बहिनीहरूलाई कुनै एकचोटि जसले फोहोर छुट्याएको छ, जसले गमलामा मल बनाएर गमलामा प्रयोग गरेको छ अथवा तपाईँले बारीमा करेसा बारीमा युज गरेको छ, उहाँहरू आएर नाम लेखाएर हाम्रो आयोजक सरहरूलाई दिनु होला नाम लिस्ट, तपाईँहरूले पाउनेछन्। यति भन्दै म तपाईँहरू सबैलाई हाम्रो एउटा भनौँ हामीले ग्रिन, लभ ग्रिन, थिङ्क ग्रिन एन्ड लिभ ग्रिन, हामीले हरियाली कसरी मेन्टेन गर्नेमा सोचौँ। हामीले सोचिरहौँ कसरी हुन्छ, मैले एउटा बिरुवा रोपेर हुन्छ कि एउटा बोट रोपेर हुन्छ कि भन्ने सोचिराखौँ भने हामीले हरियालीलाई माया गरौँ र हामी हरियाली भित्रै रहन सकौँ। एउटा कौशल पनि हरियाली भित्र, किनभने अक्सिजन दिन्छ उसले। अन्त त्यस्तो चिजमा हामीले कसरी गर्ने यही बारेमा तपाईँले सोच्नुपर्छन्। यो सोच्ने बित्तिकै भोलि कसरी त्यो तपाईँलाई नयाँ नयाँ आइडिया आउँछन्। यो नेपाल सरकारलाई भनौँ, हामी नगरपालिकादेखि हामी बसेकोहरूलाई अघि भ्यागुताको कुरा आए जस्तो हामीलाई भ्यागुताको धार्दी जस्तो भइरहेछन्। 1 किलो धार्नी भ्यागुता बनाउनु एउटा पुत्रको उठेर जान्छ, अर्को ल्याएर राख्नु खोज्छु, म्यानेज गर्ने भने यति गाह्रो छ भने तपाईँहरू सबैको सपोर्ट भयो भने हामी एक दिन पक्कै पनि काठमाडौँ उपत्यका हाम्रो भविष्यलाई, हाम्रो बालबच्चाहरूलाई, भोलि तपाईँहरू जस्तोलाई र तपाईँहरूको पनि पुर्खाहरूलाई हामीले छोडेर जानु सफा एउटा इको फ्रेन्डली वातावरणमा बस्न सक्ने हामीले अधिकार सबैको हुन्छ। त्यसलाई मेन्टेन गर्नलाई सबैको सहयोग चाहिन्छ। यति भन्दै यो कार्यक्रम आयोजना गरिदिनु भएकोमा आयोजक मित्रहरू सबैलाई म धेरै धेरै धन्यवाद। यस्तो कार्यक्रम आज एक दिन मात्रै होइन, वातावरण दिवसको लागि मात्रै पनि हरेक दिन वातावरण दिवस मनाऊँ र यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। हामी यो कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। म गौतम सर सफाई एन्ड A to Z होम सर्भिस प्रालिका सञ्चालक श्री दिनेश चौधरीज्यूलाई यो कार्यक्रमलाई विधिवत रूपमा बिट मार्न अनुरोध गर्दै म कार्यक्रम प्रस्तुता सृजनशील वातावरण संरक्षण केन्द्रका सचिव श्याम राउत यहाँबाट बिदा माग्छु। धन्यवाद, नमस्कार। हरित
अर्थतन्त्र दिगो विकासको मूल मन्त्रका नाराका साथ विश्व वातावरण दिवस 2012को अवसरमा हामीले आयोजना गरिरहेको 19 दिने कार्यक्रममा विभिन्न सङ्घ संस्था कम्पनीहरू आबद्ध यो विशेष सरसफाइ अभियान कार्यक्रममा पाल्नुभएका आजका प्रमुख अतिथि डाक्टर सुमित्रा मात्यज्यू, गुहेश्वरी माविका प्रधानाध्यापकज्यू, त्यसै गरी हाम्रो स्वामाका अध्यक्षज्यू, एनजिओ फेकका अध्यक्षज्यू र यहाँ सम्पूर्ण कम्पनीबाट आउनुभएका सम्पूर्ण मित्रहरू, विद्यार्थी भाइ बहिनीहरूमा म यो अनुरोध गर्न चाहन्छु कि हामी फोहोर आफ्नो आजैदेखि आफूबाट सुरु गर्नुपर्छ। त्यस पछाडि आफ्नो घर छर छिमेक तोल सबैलाई चाहिँ जनचेतना गराउनुपर्छ र कार्यक्रम सधैँ चाहिँ यसरी नै अगाडि बढाउँदै लानुहोला। यति भन्दै आजको कार्यक्रम यही समापन गर्न चाहन्छु। धन्यवाद। सानो कामहरू यसो जसले स्कुलको लागि त भइहाल्छ, त्यो फरक पर्दैन। के साका